दर्शक महानुभावहरु नमस्कार। नेपाली न्यूज टिभीको न्यूज बुलेटिन खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। सदाझै आज पनि तपाईहरु माझ उपस्थित भइसकेका छौं। देशभरको घटनाक्रम, राजनीतिक घटना लगायत देश विदेशमा घटेका घटना कहाँ के भयो त यसबारे सम्पूर्ण जानकारी लिएर उपस्थित भएका छौं। काठमाडौँका मेयर बालेन्द्र शाहमाथि अब फेरि आक्रमण हुन थालेको छ। रवि लामिछाने, कुलमान घिसिङ राजावादी पछि अब के काठमाडौँका मेयर बालेन्द्र शाहमाथि आक्रमण हुन लागेको हो त यसबारे निकै विशेष रिपोर्ट लिएर उपस्थित भएका छौं। भ्रष्टाचारमा मुछिएसँगै बालेन्द्र शाहले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृतलाई बलपूर्वक कार्यकक्षमा गराइयो प्रवेश। बालेनले रोकेका गुरागाई तालसा फुटाएर बसे कुर्सीमा 5 महिनादेखि रोकिएको तलब अब निकासा हुने। बालेन्द्र शाहलाई नेकपा एमालेबाट निर्वाचित सुनिता डङ्गोलको चुनौती, कोठामा बसेर होइन यहाँ आएर समाधान खोज्नुहोस्। बालेनको सचिवालयले भन्यो 15 गतेको दमनलाई विषयान्तर गर्न सरकारले दम्ब देखायो। राष्ट्र पुनर्स्थापनका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने। तीनकुने घटनामा गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाले बुझायो ध्यान आकर्षण पत्र। रवि लामिछानेलाई सभामुखले दिए जवाफ, तपाईको निलम्बन फुकुवा गर्न सक्दैन। सरकारलाई सडकबाटै पठाउन थालेका शिक्षकहरूलाई दोस्रो दिनमै बोलाइयो वार्तामा। शिक्षक महासंघ वार्तामा भने नजाने माग सम्बोधन गर्न जुटे मन्त्री। सरकारले वार्तामा बोलाएपछि शिक्षकहरूले भने औचित्य छैन, ऐन जारी गरियोस्। बालेन्द्र शाहको सचिवालयले भन्छ सरकार आफै भ्रष्टाचार हो भन्ने यहीबाट पुष्टि भयो। भाटभट्टिनी लुटपाट प्रकरणमा रक्सी चोरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पक्राउ कसरी खुल्यो पोल, यसबारे पनि महत्त्वपूर्ण जानकारी छ। राष्ट्र पुनर्स्थापनका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठनमा के गर्ने भइएको छ त यसबारे पनि महत्त्वपूर्ण जानकारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मोदीसँग अन्ततः विदेशमै भेटवार्ता हुने। तीनकुने घटनामा पक्राउ परेका 7 जनाको नाम गरियो सार्वजनिक। ज्ञानेन्द्र साईले मागे प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीको राजीनामा। नेपालमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। अमेरिकाबाट पीएचडी कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी पछि राजावादी हिंसा लुटपाटको आरोप। 2732 बिन्दु पुगेर फर्कियो बजार। 7 अर्ब 84 करोडको भयो कारोबार। लघुवित्तीय पीडित फेरि सडक आन्दोलनमा। ट्रम्पले घोषणा गरे नयाँ आयात शुल्क, नेपाली सामानलाई 10% समेत कर लगाइने। काठमाडौँको वायु प्रदूषण निकै खतराको तहमा माथि, आवश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह। र दर्शक महानुभावहरु, म्यानमारमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या 3000 नाग्यो। काठमाडौँमा के हुँदैछ त यसबारे पनि विशेष रिपोर्ट छ। आउनुहोस् दर्शक महानुभावहरु, आजको पहिलो तथा विशेष खबरतर्फ लागौं। दर्शक महानुभावहरु, भ्रष्टाचारमा मुछिएसँगै काठमाडौँका मेयर बालेन्द्र शाहले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृतलाई बलपूर्वक कार्यकक्षमा प्रवेश गराइएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई बलपूर्वक कार्यकक्षमा प्रवेश गराइएपछि काठमाडौँमा यति बेला हुलदंगा भएको छ। नगर प्रहरीहरूले रोक्दै पनि महानगरका ठूला दल निकट नेकपा एमाले तथा नेपाली कांग्रेस निकट कर्मचारीहरूले ढोका फोडेर कार्यकक्षमा उनलाई प्रवेश गराएका हुन्। काठमाडौँ टावर निर्माणमा भ्रष्टाचारमा मुछिएका गुरागाईलाई मेयर बालेन्द्र शाह बालेनले गत पुष 7 मा निलम्बन गरेका थिए। त्यसपछि निमित्तको भरमा चल्दै आएको काठमाडौँ महानगरपालिकामा अर्कै कार्यकारी अधिकृत पनि सिंहदरबारको सरकारले नपठाउने र निमित्तलाई पनि आर्थिक अधिकार नदिँदा सरसफाई कर्मचारीले लामो समयदेखि तलब खान पाएका थिएनन्। आन्तरिक दबाव बढ्दै गएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्माले पनि राजीनामा दिएका थिए। दर्शक महानुभाव, अन्ततः काठमाडौँका मेयर बालेन्द्र शाह बालेनको सचिवालयले नि ओली सरकार अब भ्रष्टाचारी भएको पुष्टि भएको भनेर बताइएको छ। दर्शक महानुभावहरु, बालेनको सचिवालयले सरकार आफै भ्रष्टाचारी हो भन्ने स्पष्ट भएको बताएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई कार्यालय हाजिर भएपछि बालेनको सचिवालय बोलेको हो। बिहिबार गुरागाईले कर्मचारी र नगर प्रहरी बीचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन्। यसैबीच मेयर बालेन्द्र शाह बालेनले गुरागाईलाई रोक्न खोजेका थिए। महानगर प्रहरीहरूलाई बाक्लै रूपमा खटाइएको थियो। प्रहरीहरूलाई धकेल्दै गुरागाई कार्यालय प्रवेश गरेका थिए।
नगर प्रहरीको अवरोधका बीच प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कर्मचारी र जनप्रतिनिधिहरूले कार्यकक्षमा प्रवेश गराएका थिए। यता मेयर बालेन्द्र शाहको सचिवालयले भने यो कुराले सरकार आफै भ्रष्टाचारी हो भन्ने स्पष्ट पारेको प्रतिक्रिया दिएको छ। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग कुरा गर्दै सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि बताएका छन्। सरकारले भ्रष्टाचारमा संलग्न भएको व्यक्तिको संरक्षण गरेर आफै भ्रष्टाचारी हो भनेर स्पष्ट पारेको छ। उनले भने आफैले आफूसँग नभएको अधिकार प्रयोग गरिसक्नु भएको छ। अब अनुसन्धान गर्ने निकायले उहाँलाई दोषी देखाइएकोमा सबैजना जेल जाने तयार भएर बसे हुन्छ लुटाएका छन्। शाहले गुरागाईमाथि छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र पठाइसकेको बताएका छन्। आयोगले छिटोभन्दा छिटो अनुसन्धान गरिदिन पनि उनले माग गरेका छन्। दर्शकबिन यता भने नेकपा एमालेबाट निर्वाचित काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले बालेन्द्र शाहलाई चुनौती दिएकी छिन्। कोठामा बसेर होइन, यहाँ आएर समाधान खोज्नुहोस् भनेकी हुन्। उनले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको बताएकी छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई 3 महिना 14 दिनपछि आज कार्यालय पुगेपछि यस्तो भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै 1 महिना अघि पत्र पठाएको थियो। पत्र पठाएको 1 महिनापछि आज गुरागाई महानगर पुगेका हुन्। यता भने उपप्रमुख सुनिता डङ्गोल, अधिकांश कार्यपालिका सदस्य, वडा अध्यक्षहरू र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै रहेका छन्। मेयर बालेन्द्र शाह बालेनले उनलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरेको बताइएको छ। नगर प्रहरीको अवरोध छिचोल्दै गुरागाई दर्शक महानुभावहरू कार्यालय प्रवेश गरेका हुन्। यसैबीच कार्यालय प्रवेश गरेपछि पनि गुरागाई कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन्द्र शाहले कार्यकक्षमै चाबी लगाइएको थियो। गुरागाईले कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डङ्गोल, वडा अध्यक्षहरू सबै बैठक बसेका हुन्। अनौपचारिक बैठकमा उपप्रमुख सुनिता डङ्गोलले मेयर बालेन्द्र शाहको चरको आलोचना गरेकी थिइन्। उनी एमाले निकट हुन्। उनले एमालेबाटै जितेकी थिइन् चुनाव। उनले भनिन्, कसैको मनमुटाव होला, जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्दछ। उनले हरेक घटनामा आफूहरू जानकार रहेको भन्दै मेयर बालेन्द्र शाहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरेकी हुन्। दर्शक महानुभावहरू, काठमाडौँका मेयर बालेन्द्र शाहले भ्रष्टाचारको आरोपमा उनलाई निलम्बन गरेका थिए। उनीमाथि छानबिन भइराखेको र छानबिन गर्न अख्तियारलाई पनि आग्रह गरेका थिए। तर यति बेला बालेन्द्र शाह विरुद्ध सबै नेकपा एमाले र नेपाली काङ्ग्रेस निकट कर्मचारी युनियनहरू एक विरुद्ध लागेको बताइएको छ। यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शकबिन यता राज संस्था पुनर्स्थापनका लागि देशभर संयुक्त आन्दोलन परिचालन समिति गठन गरिने भएको छ। राज संस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले अल्टिमेटमदेखि अकुपाई नारायण रेड्डीसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाएको छ। समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति निकालेर अहिलेसम्म आन्दोलन नै घोषणा नभएको र अब जनआन्दोलनका चरणबद्ध कार्यक्रमहरू प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आम हडताल र अकुपाई नारायण रेड्डी घोषणासम्म गरिने जानकारी दिएका छन्। आन्दोलन कमजोर बनेको भन्ने निर्णय सिर्जना गर्न खोजिएकोमा असन्तुष्ट व्यक्त गर्दै समितिले सुरुदेखि नै नभएको आन्दोलन कमजोर हुने भन्ने प्रश्नै नउठ्ने समेत बताएका छन्। आन्दोलनका कार्यक्रम घोषणा नै नभए आतिएको सरकारले आफ्नो सबै शक्ति प्रयोग गरी आफ्ना अपराधहरू लुकाउन षड्यन्त्रपूर्वक दोष अन्यत्र थोपार्दै दमनको नीतिमा उत्रिराखेको तथा उत्रिसकेको समितिको निष्कर्ष रहेको छ। प्रवक्ता स्वागत नेपालले समितिका सबै आन्दोलन शान्तिपूर्ण हुने भन्दै शान्तिपूर्ण आन्दोलनमा दमन भए स्वाभाविक रूपमा प्रतिरोधमा उत्रिने बताएका छन्। यसका साथै समितिले आन्दोलनलाई सुसांस्कृतिक, शान्तिपूर्ण र दमन विरुद्ध प्रभावकारी बनाउनका लागि भन्दै सबै जिल्लामा परिचालन समिति र विभिन्न देशमा जनआन्दोलन समर्थन समितिहरू गठन गर्नुपर्ने बताएको छ। त्यसका लागि इच्छुक नेपाली नागरिकहरूले विस्तृत विवरण उपलब्ध गराइदिन समेत प्रवक्ता नेपालले विज्ञप्ति मार्फत आग्रह गरेका छन्। दर्शकबिन यता भने तिनकुने घटनामा गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाले ध्यान आकर्षण पत्र बुझाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यही चैत्र 15 गते भएको 3 कुनै घटनाका विषयमा छानबिन गर्न आयोग गठन गर्न माग गरेको छ। उक्त घटनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग समेत गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेलको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधि मण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यान आकर्षण पत्र बुझाएको छ। ध्यान आकर्षण पत्रमा सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन राप्रपाको माग राखिएको छ। गृहमन्त्रीसँगै 15 गतेको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक प्रमुखलाई पनि निलम्बनको माग समेत गरिएको छ। साथै उक्त दिन ज्यान गएका पत्रकार सुरेश रजक र सबिन महर्जनलाई शहीद घोषणा तथा क्षतिपूर्तिको माग गरिएको छ। यसका साथै रविन्द्र मिश्र, डाक्टर धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाईको लागि पनि माग गरिएको छ। पछिल्लो समय दर्शक महानुभावहरू राजतन्त्र र गणतन्त्र निकै दर्शक महानुभावहरू आक्रोशित हुँदै लडाईँ चलिरहेको छ। दर्शक महानुभावहरू यता भने रवि लामिछानेलाई सभामुखले जवाब दिँदै तपाईँको निलम्बन फुकुवा गर्न सक्दिन भनेका छन्। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन्। मंगलबार सभामुखलाई भेटेर रवि लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेको थियो। रविले निलम्बन फुकुवाको माग सहित दोस्रो पटक सभामुख देवराज घिमिरेलाई भेटे पनि निराश भएर फर्किनु परेको छ। जवाफमा सभामुख देवराज घिमिरेले कानुनत रवि लामिछानेको सांसद पद निलम्बन भएको आफूले चाहेर मात्र फुकुवा गर्न नसक्ने बताएका हुन्। उनले भने तपाईको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन, यो कानुनत निलम्बित भएको हो, त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ, यो कुरा बुझिदिनु पर्यो उनले बताएका छन्। सुक्रममा रविले सम्पत्ति शुद्धिकरणको मुद्दा राजनीतिक हतियार बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुन सक्ने सम्भावना रहेको पनि बताएका हुन्। दर्शक नेता भने सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघले औचित्य छैन ऐन जारी गरियोस् भनेका छन्। सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाइए पनि शिक्षक महासंघले सरकारले बोलाएको वार्ताको औचित्य नभएको बताएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिहिबार विज्ञप्ति मार्फत काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो। तर महासंघले भने वार्ताको औचित्य नभएको भन्दै ऐन जारी गर्न माग गरेको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने पहिले नै वार्तामा बसेर सहमति भइसकेको छ, फेरि वार्ता र सहमति आवश्यक छैन, ऐन जारी गर्ने भए मात्र मन्त्रालय जान्छौँ, सहमति र छलफलको आवश्यक छैन, शिक्षा ऐन जारी गर्न माग गर्दै 2 महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्। बुधबारदेखि भने अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका छन्। शिक्षकहरूले आज पनि काठमाडौँमा प्रदर्शन सुरु गरेका छन्। माइतीघर मण्डला बबर महल हुँदै शिक्षकहरू नयाँ बानेश्वरतर्फ लागेका हुन्। उनीहरू बाँसुरी बजाउँदै मादल धन्काउँदै आफ्ना मागका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन्। यसअघि 2080 असोज 5 मा सरकारसँग 6 बुँदे सहमति भइसकेको छ। सो सहमति अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन्। शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न, साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ, शिक्षक मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भनेका छन्। विद्यालय शिक्षा विधेयक स्वीकृतको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको बताइएको छ। शिक्षकहरू भने आज बाँसुरी बजाएर आन्दोलनमा उत्रिएका छन्। आन्दोलनलाई शान्तिपूर्ण बनाउन 800 स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइरहेको छ। तर ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको बताइएको छ। शिक्षकहरूले ऐन जारी गर्न माग गरे पनि भर्खरै सांसदको हिउँदे अधिवेशन अन्त्य भएकाले सम्भव छैन। शिक्षकहरूले भने अध्यादेशबाट भए पनि आफ्नो माग सम्बोधन गर्नुपर्ने बताएका छन्। यसबारे संसदीय समितिले भने असहमति जनाएको छ। दर्शक पनि यसैबीच देशमा आन्दोलनको लहर चलेको छ। लघुवित्तीय पीडित फेरि सडक आन्दोलनमा उत्रिएका छन्।
सहकारी तथा लघुवित्तीय पीडित फेरि सडक आन्दोलनमा उत्रिएका छन्। सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाईमा उनीहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन्। विभिन्न जिल्लाबाट काठमाडौँ आएका पीडितहरूले बिहिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। सहकारी पीडित लघुवित्तीय पीडित तथा मिटर ब्याजसँग सम्बन्धित यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि आफूहरू आन्दोलनमा उत्रिएको महासङ्घका अध्यक्ष कुशलभ केसीले बताएका छन्। सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितहरूको समस्या समाधान नगर्ने गरेको उनले गुनासो गरेका हुन्। दर्शक महानुभावले यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमै भए पनि अन्ततः मोदीसँग भेट हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले लामो प्रयासपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन्। छिमेकी मुलुक भारतले कहिले निम्तो गर्ला र भ्रमण गरूला भनेर कुरिरहेका प्रधानमन्त्री ओलीलाई भारतले व्यवस्था गर्दै आएको थियो। यद्यपि अहिले भने थाइल्यान्डको भ्रमणमा रहेका बेला उनीहरूको भेट हुँदै तय भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास बिमस्टेक शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा रहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहिबार पुगेका छन्। नेपालले केपी शर्मा ओली र मोदीबीच साइडलाइन भेटका लागि कूटनीतिक प्रयास गरेको थियो। प्रधानमन्त्रीसँग भ्रमण र टोलीमा रहेका एक अधिकारीका अनुसार प्रयास सफल भएको छ भने भोलि शुक्रबार भेटवार्ता हुने तय भएको बताइएको छ। शुक्रबार अपराह्न 4 बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटको समय निर्धारित भएको छ। नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्यान्ड भ्रमण कार्यतालिकामा शुक्रबार अपराह्न 4 बजेदेखि 20 मिनेटमा मोदी सँग भेट हुने उल्लेख गरिएको छ। त्यसअघि बिहिबार श्रीलङ्का, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको जानकारी प्राप्त भएको छ। दर्शकबिन यता भने नेपालमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई प्रधानमन्त्रीले आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्यान्ड भ्रमणको तेस्रो दिन थाइल्यान्ड र नेपालका व्यवसायीहरूसँग लगानीका सम्भावना र अवसरबारे छलफल गरेका हुन्। यसैबीच छलफलमा नेपालमा लगानी विविध आयाम सहकार्यका क्षेत्र र दुई देशबीचको भावनात्मक सम्बोधनलाई समेत जोड दिएको जानकारी प्राप्त भएको छ। यसैबीच प्रधानमन्त्रीले थाई उद्योगी व्यवसायी र लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गरेका हुन्। छलफलमा निर्माण उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन र पर्यटन क्षेत्रका लगानीकर्ताहरू सहभागी थिए। थाई लगानीकर्ताहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै उपयुक्त साझेदारहरूको खोजीमा रहेको जोड दिएका छन्। प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर युवराज खतिवड़ाले छलफलमा लगानीका अवसरमा मात्र नभई दुई देशबीच भावनात्मक सहकार्यको सन्देश पनि प्रवाह गरिएको बताएका छन्। दर्शक नेता भने अमेरिकाबाट पीएचडी कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीपछि राजावादी हिंसा र लुटपाटको आरोप लागेको छ। राजा फर्काउन आन्दोलनमा सहभागी भएर पक्राउ परेका राजकुमार राई यतिखेर चर्चामा छन्। उनी सुरुमा कांग्रेस, त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी र अहिले फेरि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर राजा फर्काउने आन्दोलनमा सहभागी भएको बताइएको छ। दुईजनाको ज्यान जाने गरी आन्दोलनकारीहरूलाई उक्साएको भाटभाटेनी लुटपाट समेतमा संलग्न रहेको आरोप खेपिरहेका राई पछिल्लो समय रासपाबाट लगिएको रासपाका युवा नेता आशिष थापाले जानकारी दिएका छन्। गत पुसमा भएको जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएपछि पार्टीसँग टाढा हुनु भएको थियो। काठमाडौँको आन्दोलन हुने बेला आफू राजा फर्काउने आन्दोलनमा लागेको जानकारी गराउनु भएको थियो, थापाले बताएका छन्। थापाका अनुसार राई पुस 13 गते भएको जिल्ला अधिवेशनमा 6 मत ल्याएर जिल्ला अध्यक्ष पदमा पराजित भएका थिए। मुकुन्द कृष्ण थापाले 26 मत ल्याएर अध्यक्षमा विजय भएका थिए। रासपा हुनु अघि कांग्रेसमा क्रियाशील रहेका थिए। 2072 सालमा महाधिवेशन प्रतिनिधिमा विजय राई, 2078मा भएको 7औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि सभा पराजित भएको खोटाङ कांग्रेस सभापति विष्णु कुमार राईले बताएका हुन्। दर्शक यता भने 2732 बिन्दु पुगेर शेयर बजार फर्किएको छ। 7 अर्ब 84 करोडको कारोबार भएको छ। शेयर बजारमा सामान्य सुधार आएको छ। शेयर कारोबारका लागि साताको अन्तिम दिन बिहिबार शेयर बजार सूचक 2.81 अङ्कले बढेर 2702 मा 0.86 बिन्दुमा रोकिएको छ। यसैबीच आज नेप्से 2732.85 बिन्दुसम्म पुगेको भए पनि अन्तिम समयमा भने घट्दै 2702 बिन्दुमा रोकिएको बताइएको छ। अघिल्लो कारोबारका दिन बुधबार भने नेप्से 23.8 अङ्कले बढेर 2700 बिन्दुमा रोकिएको थियो।
दर्शक नेता ट्रम्पले घोषणा गरेको नयाँ आयात शुल्क नेपाली सामानलाई 10% लाग्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिन सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन्। ट्रम्पको नयाँ घोषणामा 185 देश तथा क्षेत्रलाई निशाना बनाइएको छ। ट्रम्पको नयाँ घोषणालाई दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनको सबैभन्दा ठूलो उथलपुथलका रूपमा हेरिराखेका छन्। करिब 90 देशबाट हुने आयातमा अमेरिकाले जवाफी कर लगाउने छ भने अन्य देशहरूबाट हुने सबै आयातमा 10% कर लाग्नेछ। ट्रम्पका अनुसार अमेरिकाले करिब 60 देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको भन्सार महसुलको करिब 50% भन्सार महसुल लगाउने बताइएको छ। दर्शक नेता भने काठमाडौँको प्रदूषण खतराको तहभन्दा माथि आवश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गरिएको छ। काठमाडौँमा केही दिन यता अत्याधिक मात्रामा प्रदूषण बढेको छ। काठमाडौँको उपत्यकामा प्रदूषित हावाका कारण आकाश घुम्म रहेको छ। केही दिन यता काठमाडौँ सहर विश्वकै प्रदूषित सहर बनेको छ। प्रदूषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्याहरू बढी देखिएका छन्। आज बिहान पनि काठमाडौँको प्रदूषण खतरा रहेको तहभन्दा माथि रहेको छ। प्रदूषण भरेसँगै दीर्घरोगी, गर्भवती महिला, बालबालिकाहरूमा बढी असर पर्ने भन्दै चिकित्सकहरूले घरभित्रै बस्न आग्रह गरेका छन्। चिकित्सकहरूले आवश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेको जानकारी प्राप्त भएको छ। दर्शक महानुभावहरू, यसैबीच यता म्यानमारमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या 3000 नागेको छ। शुक्रबार म्यानमारमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या हालसम्म 3000 नागेको हो। हालसम्म भूकम्पमा परेर 3085 जनाले ज्यान गुमाइसकेको म्यानमारको जुन्ता सरकारले जानकारी दिएको छ। यता तिनकुनेको घटनामा ज्यान गुमाएका 2 जनाको परिवारलाई सरकारले जनै 10 लाख रुपियाँ राहत दिने भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिज बसेको गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय गरेको हो। तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सबिन महार्जनको परिवारलाई जनै रु 10 लाख रुपियाँ दिने निर्णय गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जानकारी दिएको छ। तिनकुनेमा 15 चैतमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनी भएको घरमा एबी न्यूज टेलिभिजनका पत्रकार सुरेश रजक मृत अवस्थामा फेला परेका थिए। महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको जानकारी प्राप्त भएको छ। दर्शक महानुभाव, यता भने सडकमा 1.5 लाख मानिस उतार्ने दाबी सहित काठमाडौँमा शिक्षकहरूको आन्दोलन सुरु भएको छ। आन्दोलन शिक्षा ऐन जारी गर्न माग गरिएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। शिक्षक महासंघको नेतृत्वमा माइतीघर मण्डलमा पुगेर धरना दिएका छन्। नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौँ आएको महासंघको दाबी छ। महासंघ सह-अध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार आन्दोलनमा 1.5 लाख शिक्षक कर्मचारी सहभागी हुने अनुमान गरिएको छ। आन्दोलनलाई शान्तिपूर्ण बनाउन 800 स्वयंसेवक परिचालन गरिएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएका हुन्। नेपाल शिक्षक महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर आन्दोलन अनिश्चितकालीन रहने जनाएको थियो। महासंघले आन्दोलनमा कम्तीमा 50,000 शिक्षक सहभागी हुने दावी गरेको थियो भने महासंघ आबद्ध संघ संगठनहरूका अनुसार 10,000 उपत्यकाभित्र तथा 40,000 उपत्यका बाहिरबाट आएका शिक्षक आन्दोलनमा सहभागी हुने अनुमान गरिएको हो। आन्दोलन परिचालन समिति संयोजक पराजुलीले भने 1.5 लाख शिक्षक आउने दावी गरिएको छ। विगतको सहमति अनुसार ऐन जारी भए तत्काल आन्दोलन छोडेर घर फर्किने हुनेको भनाइरहेको छ। शिक्षा विधेयक संसदमा दर्ता भएपछि 2080 असोज 3 मा शिक्षकहरू सडक आन्दोलनमा आएका थिए। 3 दिनको आन्दोलनपछि सरकारसँग महासंघ सहित अन्य संघ संगठन बीच असोज 5 मा 6 बुँदे सम्झौता समेत भएको थियो। दर्शक यसैबीच यता काठमाडौँको टोखा स्थित झोरमा ट्रकभित्र भेटिएको 25 करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकसी गाउँपालिका 4 घर भएका नारायण पौडेल रहेको अनुसन्धानबाट खुलेको छ। राजस्व अनुसन्धान विभागले 2 साता लामो अनुसन्धानमा पौडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पर्ची जारी मागी गरिसकेको छ। पौडेल लामो समयदेखि टोखामा बस्दै आएका थिए। गत चैत्र 4 गते राति ना 7 ख 1652 नम्बरको ट्रकमा लुकाएर रकम रसुवातर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका 43 वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो। उनी ट्रक चालक हुन्। लामो ट्रकमा फल्स बटम बनाएर अमेरिकन डलर र
युरो लुकाएर लैजाँदै थिए। विभागका एक अनुसन्धान अधिकृतका अनुसार उक्त रकम पौडेलले दिएको खुलासा भएको हो। विभागले लामाको मोबाइल डिएफएल गरेर हेर्दा उनले अन्तिम पटक पौडेल नै कल गरेको देखिन्छ। स्रोतका अनुसार विभागले प्रहरीलाई पत्रचार गरी पौडेललाई पक्राउ गरेर बुझाउन भनेको छ। विभागले उक्त ट्रकको फल्स बटम बनाइएको ग्यारेज, पार्किङ स्थल र विभिन्न गोदाममा समेत गएर अनुसन्धान गरेको थियो। विभागका अनुसार लामाले पौडेलसँग आफू सम्पर्कमा रहेको स्वीकार गरेका छन्। दर्शकबिन यता भने रविन्द्र मिश्र र दुर्गा प्रसाईको अभिव्यक्तिपछि भिडले आगजानी थालेको प्रहरीले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीले शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन रविन्द्र मिश्र र दुर्गा प्रसाईको अभिव्यक्तिको समेत मुख्य भूमिका रहेको जिकिर गरेका छन्। नेपाल प्रहरीले प्रहरी क्लब भिरकिटी मण्डपमा गएको पत्रकार सम्मेलनमा मिश्र र दुर्गा प्रसाईको अभिव्यक्तिपछि भिडले सबैतिर तोडफोड र आगजानी भन्न थालेको उल्लेख गरेको हो। मञ्चबाट पनि सिंहदरबार कब्जा गर्ने, संसद भवन कब्जा गर्ने, एयरपोर्ट कब्जा गर्ने भन्ने हिसाबले दुईजना व्यक्तिहरूले रविन्द्र मिश्र र दुर्गा प्रसाईले अभिव्यक्ति दिएपछि त्यहाँ भएको सबै तोडफोड आगजनी गर्छौँ, सबै ठाउँमा आगो लगाउँछौँ, व्यक्तिको घरमा आगो लगाउँछौँ भनेर मञ्चबाट खुल्ला बोलेको छ केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताएका छन्। त्यस बेला प्रहरीले यो सामूहिक कारबाही गर्नुपर्ने अवस्था ढिला भइसकेको र सबैतिर फैलिएर छिटफुट घटना समेत गराइसकेको अवस्था रहेको उनले बताएका थिए। शुक्रबार भएको हिंसात्मक घटनामा 2 जनाको मृत्यु र 22 जना घाइते भएका छन्। प्रहरीले चलाएको गोलीबाट मात्रै 20 जना घाइते भएका छन्। तीमध्ये 13 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको हो। यता नेपाल प्रहरीले तीनकुनेमा 58 राउन्ड गोली प्रहार गरेको र 20 जनालाई लागेको समेत बताएको छ। तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शन हिंसात्मक भएपछि 58 राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। गोली 20 जनालाई लागेको प्रहरीले स्वीकार गरेको छ। नेपाल प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश आचार्यले भिड अराजक बन्न थालेपछि प्रहरीले गोली चलाउन बाध्य भएको बताएको छ। प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनु परेको उनले बताएका छन्। प्रदर्शनकारीहरू भिम्ने स्थलतर्फ अगाडि बढेपछि दिउँसो 2:54 प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताएका छन्। गोली 2 महिला र 18 पुरुष गरी 20 जनालाई लागेको उनले बताएका छन्। त्यसका अतिरिक्त 746 राउन्ड असुर ग्यास र 192